40 करोड झन्डै 50 करोड बजेट यो घ्याङलेक गाउँपालिकामा मात्रै बाटोमा आर्थिक वर्ष 80-81 र आर्थिक वर्ष 81-82 यो दुईटा आर्थिक वर्षमा यहाँ झन्डै 50 करोड बजेट विनियोजन भयो र अहिले यो बाटो दुईटा खण्ड र दुईटा पुल सम्पन्न भएको छ। 82-83 आर्थिक वर्षमा विनियोजन गरिएको बजेट हामीले अहिले खर्च गर्न सकिराखेका छैनौं। मान्य मन्त्रीजी एकदमै कन्भिन्स हुनुहुन्छ। उहाँले त अहिले सायद भन्नु होला आफ्नो मन्तव्यको क्रममा, मलाई उहाँले शेयर गर्नुभएको कुरा के हो भने बागमती प्रदेशका 3वटा मानव विकास सूचकाङ्कमा तल रहेका पालिकाहरू, ती 3 मध्ये घ्याङलेक गाउँपालिका 117औं नम्बर पालिका हो। यो मानव विकास सूचकाङ्कमा 119 मध्ये 117औं नम्बरमा हो र यो बाटोलाई यसपालि 82-83 मा नियमित रूपमा जति बजेट विनियोजन गरिएको थियो त्यसलाई 3 फोल्डर मात्रै गर्ने होइन कि यसै पालि नै सम्भव भएसम्म टेन्डर लगाएर आर्थिक वर्ष 83-84 मा सम्पन्न गर्ने गरी काम गरौँ भनेर उहाँले आफ्नो मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडि बढाउनु भयो, क्याबिनेटमा लानुभयो, पारित पनि गर्नुभयो। तर अन्तिममा केही प्राविधिक कारणहरूले या केही सोचमा अन्तर भएको कारणले त्यो बजेट कार्यान्वयनमा जान सकिने स्थिति भएन। मैले पहिला पनि यहाँनिर बोलेको थिएँ कि मान्य मन्त्रीज्यूले नै मलाई के भन्नुभएको थियो भने रु 35 करोड बराबर घ्याङलेकको त्यो बाटोमा मैले मन्त्रालयको तर्फबाट हैन बजेट प्रस्तावित गरेर यो अगाडि बढिसक्यो, यही वर्षमा टेन्डर हुन्छ भन्ने मान्य मन्त्रीजीको भनाइ थियो। मैले त्यही कुरा यहाँनिर सार्वजनिक रूपमा केही ठाउँहरूमा बोलेको पनि थिएँ। सार्वजनिक सञ्चार माध्यमहरूमा ती कुराहरू आएका पनि थिए, विभिन्न ढङ्गले टीका टिप्पणी पनि भएको थियो। नकारमा यो बाटोमा आवश्यक रकम विनियोजन गरिनेछ भन्ने कुरा उहाँले भन्नु नै भएको छ। हामी सबै नै विश्वस्त हौं र मन्त्रीजीबाट हामी आशा गरौँ कि घ्याङलेकको यो अहिले अन्तिम खण्ड 16 भन्ज्याङबाट रामपुरसम्मको जुन 9 किलोमिटर भनिएको छ, वास्तवमा त्यो 9 किलोमिटर पनि छैन, करिब 8 किलोमिटर बाटो यही वर्ष के अरे आर्थिक वर्ष 83-84 मा विनियोजन हुने र त्यसलाई सम्पन्न गर्नेतिर हामीले पहल लिनै पर्छ। बागमती प्रदेशले त्यो पहल लिनुपर्छ, मान्य मन्त्रीजीले त्यो पहल लिनुपर्छ भन्ने कुरा म यहाँ यो सभामा यहाँहरूको बीचमा राख्न चाहन्छु। यो अगाडिको खोलामा हामीले टेन्डर लगाइसक्यौं, टेन्डर खोल्न मात्र बाँकी छ। उतापट्टि दुईटा खोलाको आज हामीले उद्घाटन गरिसक्यौं। मरिन खोला डीपीआर गरेर यो वर्ष र अर्को वर्ष हामीले त्यसलाई निर्माणमा लैजाने भनेर छलफल गरिराखेका छौं। मान्य मन्त्रीजीको वास्तवमा कुरा त्यही नै हो। हामीले यो भाष्य बदल्नुपर्छ, कर्णाली भन्ने भाष्य बदल्नुपर्छ हो। अहिले हामीले हेर्यौं भने मैले संसदमा पनि त्यो कुरा बोलेको थिएँ र यहाँ पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। बागमती प्रदेशभित्र 66वटा निर्वाचन क्षेत्रहरू छन्। ती 66वटा निर्वाचन क्षेत्रहरू मध्येमा 66औं नम्बरको निर्वाचन क्षेत्र यो निर्वाचन क्षेत्र हो। तपाईहरुलाई कति याद छ? घ्याङलेक गाउँपालिका मानव विकास सूचकाङ्कमा 117औं नम्बरमा छ। हरिहरपुर गढी मानव विकास सूचकाङ्कमा 115औं र मरिन गाउँपालिका 113औं नम्बरमा छ। यसरी एक ढङ्गले सिरिजमा नै मानव विकास सूचकाङ्कमा तल भएका निर्वाचन क्षेत्र तपाईहरुले हेर्नुभयो भने 66 निर्वाचन क्षेत्र मध्येमा 66औं नम्बरमा हो। तीनटा पालिकाहरू मध्येमा मैले कसैले काखा र पाखा त गर्न खोजेको होइन, तर मेरो विवेकले के भने